दर्शकबिन नमस्ते सबैजनालाई म राजकुमारको तर्फबाट म चाहिँ तपाईहरुलाई आज यो देखान गइरहेको छु कि बोतलको सदुपयोग एकदमै राम्रो भएको छ। बोतलको गारा लगाएर तीनैतिर बोतलको सदुपयोग भएको छ। एकदमै राम्रो छ, बेन्च बनेको छ ट्याक्क बस्नको लागि। तपाईहरु पनि घरमै सदुपयोग गर्न सक्नुहुन्छ। मैले पहिला पनि भिडियोमा देखाएको थिएँ गिलास काटेर है, गिलास काटेर पनि सदुपयोग भइरहेछ। अनि यो चाहिँ ससुराली घरमा अनि ट्याक्क दिमाग लगाएर यो चाहिँ लगाइएको छ, एकदमै राम्रो छ। तपाईहरु पनि घरमै सदुपयोग गर्न सक्नुहुन्छ। जथाभावी बोतल फाल्नु कारणले टुटफुट भयो भने अनि ज्यानलाई नोक्सान पुर्याउने है, सिसाले हात खुट्टा काट्न सक्छ, बिज्न सक्छ भन्ने कारणले हामीले यसरी नै सदुपयोग गरेको छौं। तपाईहरु पनि यसरी नै सदुपयोग गर्न सक्नुहुन्छ। अनि पछाडिको भाग छ ट्याक्क अब ढलाइ गर्न बाँकी छ। यो पुरै फिनिसिङ भयो भने तपाईहरुलाई म देखाउने छु। यस्तै भिडियो लिएर म उपस्थित हुने नै छु नयाँ नयाँ। तपाईहरुले मेरो भिडियोलाई एकदमै माया गरिदिनु भएको छ, अझै पनि माया गरिदिनुहुन्छ भन्ने पक्कै पनि आशा छ। यो भिडियोलाई हेरेर लाइक, कमेन्ट, शेयर, फलो गरेर नभुल्नुहोला। मेरो भिडियो कहाँ कहाँसम्म पुग्ने रहेछ मलाई पनि जानकारी हुन्छ है। सबैजनालाई फेरि पनि नमस्ते।